Apa lah anti aku sini kata. Ini kamu taruh. फुल दुईटा हातले बनाउँछ Gomma itu. दुईटा हातले पैसा पैसा पनि भजन कसैले गाउन पर्छ भयो कि बाबु अरू अझ देखेन कि यता गएको त्यही भएर अब तपाईँले स्याटबाट तार्नु सोच्छ आज दिदी यता आमा मलाई त डरै लाग्थ्यो अहिले फर्काउँछ पछि गर उन नसकेर ओम नंदाय नमो ओम सुनाबाट एउटा पर्दा कर्मणि त्वं मे ब्रह्म भव ओम भवानी ओम फुल छ तालिनुहोस् दादा कपाल कता कता बिजन आउ
दादाको ओम 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 दस्य हस्ते खाली समाउ अब पछाडिपट्टि मामा जाऊ देउरी घाटमा गोबरमा थाप्नु गोबरमा घरमा हो थालमा थापेर ओ दिया थापा समात्छ त्यहाँ अब थोरै हजुरको हातले अरूले थोरै एकपल्ट घुमेर आउँछ तिनपल्ट घुम्छ बच्चाकालमा कान छेडा हो कि नि बाबुको छेडा छ नि होइन यसो यता आउँदै जान्छ छिटो आऊ छिटो आऊ आचमन गर त त्यो आचमन भन्ने बुझ्याउँदा है तल राखेर भोलि पनि पछि सामु अलक्क अलक्क खाने एकचोटि मन्त्र भन्ने दुईटैले भन्ने भन्दै जान्छु होइन खै कापी ल्याउँछ गायत्री मन्त्र नेपाली संस्कृति एउटै हो मन्त्र महिलाको उयो हो भन्न सजिलो बनाएर त्यो अर्को बनाएको गायत्री मन्त्र एउटै ओम कायन बादल बुझ्दै भनौँ भगवान् अब गायत्री शिक्षा त भयो वेद कसले सुरु गराउने वेद पढाउने गुरु चाहियो वेदको शिक्षा कसले दिने के छ वेद अर्कै जानकारी काफी एउटा चपरीमा केही फलफुल त्यो डक्टर सबैले पर्छ नभए हात यसो पछाडि धोऊ ल
एउटा टपरीमा जौ तेल कुस राख्नुहोस्, भेटीहरू राख्नुहोस्, फलफुल राख्नुहोस्, सुपारी राख्नुहोस्। यसो जति पर्दैछ गर्नुहोस्। अप्ठ्यारो पनि माछा मासु खाँदैन भनेको थियो कि खाएको राम्रो चुर्लुम मोट पुगेर खोला नदीहरूमा नुहाउँदिन, उपरखुट्टी लगाएर बस्दिन। अब पढ्ने विद्यार्थीले के भनेको छ, खाटमा पनि नसुत्नु भनेको थियो कि अब अहिले त्यो सम्भावना छैन होइन। नाङ्गो आइमाईलाई हेर्दिन, झुटो बोल्दिन, अर्काको माल चोर्दिन, पूर्ण ब्रह्मचार्यमा बस्नेछु, पढ्नमा दत्तचित्त भइरहन्छु, सत्य बोल्छु, गुरुको आज्ञा पालन गर्छु। ल अब फेरि उपनयन सिद्धिको गोदान अब तपाईँ यो बिहान उठेर 24 गायत्री जप्नुभयो, 1000 गायत्री मात्रै जप्नुभयो भने तपाईँमा कति शक्ति आउँथ्यो, कति शक्ति वेदको सार हो त्यो भनेको, वेदको सार ल दुईटै धारी हो 3 पटकसम्म है त। त्यो उखै दक्षिण नजिकै राख्नु ल पुरा घन्टी बजाउनु सुरु गर। यसो एक बेला घुमेर आउनु बस। मलाई होइन तपाईँलाई हो। अब किन यसरी अगाडि राख, खुट्टा अगाडि जाउनु, यसरी कान समाऊ गुरुको गोडामा। बुढा भने ल ठिक छ। अग्निको जल घुमाएर
ठ्याक्कै यहाँनिर राख्नुहुन्छ खै बाबुको बाबा यहाँ बस्नु हाम्रो मैले जहाँ भन्छु त्यहाँ ताप्ने है उभिएर हात चेकाउ ओम तनुमा अग्नि तन्मे मही मुखमा सेक्ने ओम आयुर्द अग्नि आयुर्द बायाँ कान छुने बायाँ हातको दायाँ कान छुने खाने हाँस्यो सानो ल्याउनु यो सुरुमा राख्ने उठ्ने हजुर पनि उठ्नु बाबु त सुरुसँग त यहाँ राख दिवस ओम भवतीम भिक्षाम मे देही भन्दै भिक्षा माग्दै जाने। पहिला कहाँबाट सुरु गर्ने? आमाबाट सुरु गर्ने। ओम भवती भिक्षाम देही। ओम भवती भिक्षाम देही। ओम भवती भिक्षाम देही। तीनचोटिमा आउँछन्, अर्कोचोटि होला ओम
बोरा छैन कान्छ बोरा ल्याइदियो त बोरा हाल्नु भन्नु भन्नु ओम भगवती यो अब 3 चोटि भयो ओम भगवती उच्चारण नदै भगवती इच्छामदेही मात्रै ओम भगवती इच्छामदेही बोरा तो फुलाना आलू बोलते मैले तपाईलाई पाल्नको लागि यसरी लिएर आएको छु अब मलाई राउन्डमा पठाइदिनु भन्नु उहाँले गर्ने तपाईँ हुनुपर्छ गाली दिने हो भने तपाईँ हुनुपर्छ हजुरले त आउनु
कुमारले अञ्जली थाप्ने फेरि अञ्जली थाप्ने ल अब त सूर्यतिर फाल्यो तिमीले ल हजुरले बाबुलाई सूर्य देखाउनुहोस् सूर्यको दर्शन गराउनुहोस् ओम तत्सूर्यं प्रसन्नं गङ्गां विष्णु सूर्यदेवतं ग्रामे सूर्यदेवतं छन्दं सूर्यदेवता सूर्यदेवतं ओम तत्सूर्यदेवतं मातरं शरदं परश्री अब आचार्य अथवा हजुरले गुरुले हजुरले हुन्छ हजुरले यसरी दाहिनेको दाहिने हातले राखेको कस्तो छ सबैजना हजुरले जल छोडिहाल्नुहोस् हजुरले जल छोडिहाल्नुहोस् दुईवटा जल छोडिहाल्नुहोस् पूर्वतर्फ फर्क दक्षिणतर्फ फर्क आचार्य फर्काउने है पश्चिमतर्फ फर्क उत्तरतर्फ फर्क माथितिर हेर तलतिर हेर अब चारैतिर ढोगेर बस ल कुमारले भने अस्नानी तिमीले के नियमित दिनदिनै गाउँछौ त बिहान उठेर सोध्नुभयो बाबुले के भने म नियमित बाटो नुहाउनेछु फेरि आचार्यले भन्नु ओम कर्म गुरु मैले भनेका कामहरू सबै गर्छौ त त्यो गुरुको सेवा गर्छौ सोध्नु ओम प्रवाणी गर्नेछु ल अब के छ छोप्ने कुरा गाछी दान पिपलको पात छ नि यहाँ त्यहाँबाट छिप्पिएको खालको फेदको 3टा पिपलको पात ल्याइदिनुहोस् त ल अब त्यो उहाँलाई दिनुहोस् एउटा बाबुलाई 2टा टक्राउनुहोस् एउटा टक्राउनुहोस् सानो चाहिँ है त्यहाँ घिउ भरेर लाग्यो टोपी भनेको नि भाग्छ होइन तिमीले छोपी क्या हो हाम्रो परिवारलाई भनेर हात जोड्ने ओम प्रमादा पूर्व
तदात् कर्म प्रयोविद्या वेरेशतः स्मरानेव कृष्णं संपूज्यादिः ॐ यस्य स्मृत्वा तदा मुक्त्यात्मोक्तिज्ञादिषु न्यूनं स्वप्नतं याति निर्बन्धे ततः वस्तुतम् ॐ अतिताय नमः तिप्रवन्तु अतिताय नमः ओम श्री दात्रे स्वाहा विशंकुनारायण स्वाहा स्वाहा ओम नारायण स्वाहा ओम शेषनारायण स्वाहा तलबाट मैले फोटो खिच्छु मैले यतिकै बल्ल 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 ठिक छ बिहामा नि बोलाइसक्यो